टिकट 10 रुपैयाँ लाग्छ गाइजहरु यही खोइ कत आयो नेपाली ग्याङ साइकल हेवा तालो कि के तालो देख्न सबै थोक हेर्न नै हेर्न आएपछि हेलो गाइज वेलकम टु माई ब्लग आज चाहिँ म यसो बाहिरतिर घुम्नको लागि निक्लेको छु भन्दा नि आज जूतिर जाने भएर यसो बाहिरतिर निक्लेको जूतिर जाँदैछु है यहाँ गाडी बस चढ्नलाई यता आउँदैछु बस पाइन्छ कि पाइँदैन लगभग 5 बज्ने भइसक्यो जू भ्रमणतिर जाँदैछु है आज चाहिँ ल दुईटा हेरेर यता है तिमी माओवादी भनेको हैन हो यहाँ माओवादीको चिन्ह त अनि क्रस गरेछ त हुँदैन भने म कहाँ माओवादी हो माओवादी उहाँ छ भिडियो चिन्ह पनि देखाइदियो काटेको हाम्रो यात्रा कता गरे माओवादीको के अरे भोट हाल्न जाला नि माओवादीलाई कति बजे आउँदैछ बस कोही कहाँ हेर उहाँ हो नि बस उहाँ छ त हो त्यहाँ चाहिँ रोक्दैन र हाम्रो चाहिँ आज जूतिरको भ्रमण हो गाइज है बस कति बेला आउँछ थाहा छैन हामी चाहिँ वेटिङमा बसिरहेको अवस्था है यस्तो छ यहाँको बाहिरको मौसम घाम लागेर अहिले चाहिँ चट्टाउ गर्मी गर्मी महसुस भइरहेछ यहाँको भ्यूहरू चाहिँ यस्तै छ है रोडहरू एकदम सफा छ है राजाको निकाल्दै नै हाल्छ अहिले बसमा हामीलाई हाम्रो पनि निकाल्नु भने बस जूको यात्रातिर हो तर सफल हुन्छ कि हुन्न जाँदैछ बस यो चाहिँ राजाले हिँडेको हामीलाई राजाको के भन्छ यसमा हिँडेको छौँ के अरे गाइड गरेको चाहिँ हामीलाई राजाले हो यता यो चाहिँ पब्लिक बस हो राजा पैसा बिना हामीले चाहिँ पैसा दिँदैन राजा यही हो कहाँ जाने जू जाने नि कहाँ स्कुल जान्छ आयो नेपाली ग्याङ साइकलमा कडक ल गाइज हामी चाहिँ लगभग जूको भेट गर्न लाग्यो है यस्तो हरियाली कति राम्रो भइरहेको यहाँ बिचबिचमा डस्टबिन राख्नु पर्ने छ त डस्टबिन डस्टबिनको चिन्ता किन गर्ने यता यति राम्रो चिनाएर छ पारी भित्तामा हो होइन हजुर अब नेपालमा नभएको बाघ यहाँ देख्न पाइन्छ नदेखेको स्याल यहीँ देखाइन्छ त्यही भनेर हिँड्या हो नेपाल नदेखेको सिंह पनि यहीँ भेटिन्छ त्यही भएर हिँड्या हो केपी ओली भेटिन्न अलिकति भेटिन्छ केपी ओलीलाई देखाउनु पर्ने छ क्या यहाँ भ्लगबाट हजुर यहाँको जू चाहिँ कस्तो हुन्छ भनेर यो केपी ओलीको लागि एउटा सन्देश पनि हुन्छ हेरेछ भने होइन त्यही त अझै ए राम्रो बनाउँछ भन्छ नि त यता चाहिँ राम्रो खतरा हुँदैछ फोटो खिच्दैन फोटो नखिच्ने लुगा त्यही हो ठाउँ त्यही छ कति खिच्दैन ल गाइजहरू अहिलेको मौसम चाहिँ एकदम हरियाली भएको अवस्था है जङ्गल यहाँको यस्तै हो अलिक बाटो अलिक साइड लागेर हेर्नु गाडी ल्याएर कराउनु थाल्यो त त्यही जङ्गलमा हो ऊ गर्नु थाल्यो त त्यो के कराएको त अनि त ऊ गर्दै झर कराइरहेको छ त अनि ओहो यता र सिधा झरेको अघि हामी जङ्गलै जङ्गल त्यो घुमाएर झन् सर्टकट बाटो देखाएको बेला यार ऊ झर्दैछ त ऊ
यस्तो यहाँदेखि सर्टकट उहाँदेखि डाँडामा अघि हामी उभिएको होइन त्यहाँ पनि यस्तै हो यही बाटो घुमेर जाने हो कि कता ए उता जाने चाहिँ उता यताबाट मिलेन है यहाँ जानु त यही छु काट छिन्यो हाम्रो साथीहरूको साइकल राख्नु भित्र यहाँबाट यो पारी नदिँदैछ त्यो पारिक बाटो त्यहीबाट जाँदा पनि हुन्छ भने राखौँ भने उता नि साथी छ नि 5 मिनट लाग्छ है जानु धेरै लाग्दैन ल यहाँ चाहिँ साइकल राख्नु नमिलेर साथीहरू लाग्यो 5 मिनट लाग्छ 4-5 मिनट लाग्छ हौ तपाईँहरूलाई लाग्दैन तपाईँलाई साइकलमा मेरो स्ट्यान्डै उ भयो हामी छिरियो गेटभित्र गाइस गेट यस्तो छ 10 रुपियाँ छ होला मसँग लगाइराख्नु अहिले दिन्छु एकैचोटि हाम्रो राजाले चाहिँ टिकट काट्नु हुँदैछ है यहाँ रहेछ त नि ताल त फेवा ताल हो कि के ताल हो बेगनास ताल हो कि हामी चाहिँ छिर्न लाग्यो गाइस कतिजना भन्नुभयो पिन हान्नु पर्यो रे पिन खोइ यो होला कहाँ के भयो गेट बन्द भयो गेट बन्द भयो उल्टो भयो नि Dois? Bom. Bom, bom. Thank you. Muito mais. यसमा छिर्न पनि गाह्रो पर्यो गाइस सलुट चाउ यहाँ बाह्र फेवाताल पोखराको यो भरे चाहिन्छ चाहिँदैन यो फाल्दु चाहिन्छ यो राख चाहिन्छ उता बाहिरबाट निक्लिने हो के भन्छ अर्को बाहिरपट्टिबाट निक्लिने बेला के आयो त बाहिरलाई यता रहेछ नि त बाटो हेर्नु गेट बिनाको टिकट नकाटी आउने त्यही त जङ्गलबाट घुमेर त आउने ढुङ्गा रहेछ नि त पहिला त माटो भएर छ अहिले त खोइ के हेर्ने कता छ खोइ खोइ कहाँ छ के हो खोइ मान्छे मात्रै छ त नि यहाँ त मान्छेको भिड मात्रै मान्छेको भिड मात्रै देखेँ क्या मैले मान्छे भिडियो चाहिँ एकदम लामो भने पो घुम्दा घुम्दा खोइ कता कता के छ त खोइ बाघ भएको ठाउँमा जाउँ बाघ भालु हेर्न जाउँ के छ यहाँ खोइ हेर्नु आएको मान्छे अनि खोइ हेरौँ न अनि कहाँ छ खोइ ए उहाँ रहेछ आउँ न यहाँ रहेछ बाघ चितुवा मजाले सुतिरहेछ यार शीतलमा हो डेन्जर सुतिरहेछ अब कता जाने
सबै थोक हेर्न नै हेर्नु आएपछि यो चाहिँ भालु रोमानियाको भालु तल नि हो यस्तो छ ल रोमानियाको सिंह आयो यो सिसा फाट फुटाएर आयो भने त अनि यस्तरी पनि देख्छ होला नि त देख्छ यहाँ छ यहाँ हो सिंह अर्कोचोटि आउँदा बच्चा जन्माएको हुन्छ सही हो होइन त्यहीपट्टि भनेपछि त अनि त्यसले केही न केही त गर्छ अनि यहाँ क्राउड हेर्नुहोस् लायन नाटक देखाउँछ क्या चिम्पान्जी गयो बाघ जुमै आएन केटी मान्छे भयो ओ कुद्दैछ लुखुर बाघ कहाँ छ सेतो बाघ जङ्गल माथि चेले जाउँ ल आउनु जाउँ ल अनि जाउँ राम स्वर पनि तान्न मिल्ने रहेछ नि त आउनु जङ्गलतिर जाउँ रमाइलो छ रमाइलो यो त मैले अघि नै देखाइसकेँ सेतो बाघ हेर्न आउनु ल छ किन दस किन हालिदिने अन्त टिकट 10 रुपियाँ लाग्छ गाइजहरू यहीँ खोइ कता गयो सेतो बाघ ओ माथि पुगिसकेछ कतिवटा जम्मा 2टा हो यहाँ चाहिँ बाघ बस्छ र अहिले चाहिँ ऊ माथि पुगिरहेछ हो वहाँ माथि पुग्यो देख्नु पर्यो नि उहाँ रहेछ हौ कहाँनिर आया आयो बुढो भइसक्यो क्या टाइगर ओ कराउन थाल्दा हो को बिचमा रहेछ क्या जु चाहिँ जङ्गलै त घना जङ्गल त नभनौँ ल ए के गर्दैछ त्यसले त्यहाँ यता के छ फेवातालमा सहिले ल शिवको फेवाताल यस्तै छ यहीँ गाइस ढुङ्गा यो चाहिँ चढ्न पाइएन ढिलो भएर अब हामी चाहिँ जङ्गलमा आइपुग्यो ओ सब बाहिर निक्लेर बसिसकेछ हामी चाहिँ भित्र घुमेको कति बजीसम्म कता जाने अब ओ तैको के टाढो हो जाने त रुम ल अहिले चिसो बोकेको छ मजा हुन्छ केही बोल्नु मन लाग्छ भने बोल्नु भ्लगमा केही सन्देश दिनुपर्छ भने भन्नु न जस अरू केही होइन हाम्रो नेपाली दाजुभाइ चाहिँ जस टुरिस्ट बनिसकेको छ यो रोमानियाको एरियामा आएर हातमा बोतल छ अब के गर्नु 7-7 लाख तिरेर आयो तर पनि जस्ट गाइड टुरिस्ट चाहिँ बन्नु पाएको छ खुसी छ
साथीहरू टुरिस्टको भिसामा आएर धेरै राम्रो पाछ गाइड गर्ने ठाउँ यो पो रहेछ त लात्ताले बुम्बु हान्ने ठाउँ रहेछ ल हेर्नुहोस् गाइजहरू हाम्रो यो साथीभाइहरूको ठाउँ यस्तो छ टुर्रा गर्ने ठाउँहरू ल हेर्नुहोस् यो एरियामा आउनु चाहनुहुन्छ भने अब रमणे रमणे भन्छ नि जङ्गलमा काम छ साथीहरूको के गर्नु खुट्टा काट्ने होइन ठुटा काट्ने ठुटा काट्ने यो चाहिँ एकदम घना जङ्गल छ बङ्गाली भएको है त ल आजको भ्लग यति नै हो तपाईँ जानु उतातिर पिसा फेर्नु त्यो पनि हाल्नु भनेको कतातिर हो ओ उतातिर अलिक पर क्यामेरा म अफ गर्छु जाउँ न त कहाँ क्यामेरै लिएर जानु त यसो हेर्दा भिडियो खिच्दै रहेछ त्यही हाल्ने नि पिसा फेरेको पनि आजको भ्लग चाहिँ जङ्गलमा टुङ्गाइदिएको गाइजहरू ल तपाईँहरू नै आउनुहुन्छ भने यहाँ चाहिँ अर्को हप्तादेखि हामी यहाँ सुटिङ गर्दैछौँ जब मैले बाघ आउँछ यहाँ सेतो बाघ उम्केर आयो भने